धुर्कोट गाउँपालिका 2 नयाँ गाउँका चन्द्र र मीना ताम्राकारले 70 रोपनी पाखोबारीमा अकबरे खुर्सानी खेती गरी आम्दानी गर्न थालेका छन्। 3 वर्षदेखि रोपेको बिरुवाबाट यो सिजनमा मात्रै 70 क्विन्टल खुर्सानी बिक्री भइसकेको छ भने लगभग 150 क्विन्टल उत्पादन हुने अनुमान छ। यो चाहिँ सुरुवात मैले 2500 अकबरे खुर्सानीबाट सुरुवात गरेको। 2500 अकबरे खुर्सानी र लगभग 7-8 हजार बिरुवा लाभो खुर्सानीबाट सुरु गर्दाखेरि अहिले मैले गर्दै जाँदाखेरि 3 वर्षको अवधिमा मैले 35,000 बिरुवा लगाउन सफल भएको छु। ओमनको समुद्री बन्दरगाहमा पानी जहाजमा काम गर्ने चन्द्र हरेक 3-3 महिनामा छुट्टीमा घर आएर व्यवस्थापन गर्छन् भने फर्म उनकी श्रीमती मीनाले सम्हाल्छिन्। उनीहरूको ओख्रेनी कृषि तथा पशुपक्षी फर्ममा रोजगारी पाएका 7 जना स्थायी र 20 जना मौसमी कामदारले मासिक 12 देखि 25 हजार सम्म कमाउने गर्छन्। करिब 35 लाख लगानी गरेकोमा यो वर्षको चैतसम्म लगानी उठाउने उनीहरूको लक्ष्य छ। बजारको कुनै समस्या नहुने चन्द्र बताउँछन्। अहिलेसम्म मैले लगभग सेरोफेरो 35 लाखको हाराहारीमा लगाइसकेका छु। मेरो मेन मार्केट भनेको बुटोल, काठमाडौँ, पोखरा, दाङ, तुलसीपुर। अब चाहिँ जहाँबाट अर्डर आए पनि मैले पुर्याउन सफल भएको छु। हरियो मैले त्यति धेरै दिन सक्दैन, थोरै हरियो दिन्छु। मेरो प्राय जसो खुर्सानी भनेको मैले ग्रेडिङ गरेको 1 नम्बर खुर्सानी मैले मार्केट पठाउँछु। छानेर ग्रेडिङ गरेर मात्र रातो खुर्सानी पठाउँछु मैले। ओमनमै नोकरीबाट राम्रो कमाई हुने भए पनि व्यावसायिक खेतीमा रुचि र युवाहरूलाई प्रेरणाका लागि खुर्सानी खेती गरेको उनको भनाइ छ। खुर्सानी फर्म भिरालो जमिनमा छ भने सिँचाइका लागि प्रशस्त पानी पनि छैन। तर मेहनत गरेपछि के नहुँदो रहेछ र भन्ने उदाहरण ताम्राकार दम्पतिले दिएका छन्।